आवश्यक रूपमा बहस गर्ने र तपाईहरूले हामीले गाउँघरमा पनि त्यो किसिमको आवाज दिन सक्नुपर्छ भन्ने कुरा यहाँको बिचमा राख्न चाहन्छु। त्यसकारणले हामीले देख्यौँ जनता आवाज कार्यक्रम घर बनेछन् कि नै ल भन्नुहोस्। जनता आवाज कार्यक्रम कसले लियो? भूमि सुधार आयोग अहिले यो सरकारले जेएनजी सरकार आउने बित्तिकैमा जेएनजीको नाममा बनेको जेएनजी हजुरआमा सरकारले भूमि जनतालाई धनी बनाउने कुरा तुरन्त आयोग विघटन गर्यो। तर यसमा एमएलए पार्टीको चुनावको प्रचार गर्दैछन्। केपी ओलीलाई राम्रो भन्ने छन्, यस्तो छ उस्तो छ सपोर्ट गर्ने भने छन्। केपी ओलीलाई गोली गर्छ, अब कसैले गर्दैन। आफूल तो जेएनजी को वोट देंगे भन्ने क्या नेपाली हिन्दीमा। अब घर जान पर्यो गाइस। के गर्ने, रात पर्यो। अब मान्छेको शरीर हो, मसिनो होइन। घर जान पर्यो, थकावट शरीर लगाइसक्यो। घरको लागि देख्नु रासन ल्याएको छु। रासन भनेको सब्जी ल्याएको छु, आलु ल्याएको छु, लसुन प्याज यो सोयाबिन ल्याएको छु। यतिलाई भन्नु यार, यतिलाई पुरा 700 रुपियाँ लाग्यो क्या। 700 रुपियाँ खर्च भयो। केही गरे खानु छैन नेपालमा पनि। अब अटो चलाइया, दिनभरिको कमाइ खानामै लगाइया, पछि केही पनि छैन। हेर्नुहोस्, पानी पनि किनेर खाइया। यो 50 रुपियाँको बोतल हो, एक दिन पनि चल्दैन। यहाँ पानी पनि साफ आन्न, त्यही भएर किनेर खान पर्छ। पानी पनि किनेर खाइया। पछाडि मेरो दिदीहरू बसेछन्। फाइनली घर पुग्यो दोस्तो। मेरो छोरोलाई सबभन्दा पहिला मेरो छोरोलाई हेर्ने हो मैले। हेलो बाबु, पापा भन। पापा। लाइट जले त्यही भएर कस्तो गरे आँखामा लावा लागेर बिचराले। मेरो बुढी ए के हो, कति लजाकी हो मेरो बुढी पनि।